यो माथि देखिरहनु भएको जुन एफिलिएट पार्टनरसिप यो कसको मोबाइलमा आएको छ र यदि आएको छैन भने तपाईहरु प्ले स्टोरमा गएर आफ्नो फेसबुकलाई अपडेट गर्नुहोस्। अवश्य आउनेछ। धेरै जसो क्रिएटरको फेसबुकमा आइसकेको छ र यसको बेनिफिट चाहिँ धेरै नै छ र के बेनिफिट छ यसको विषय लिएर मैले यो भिडियो बनाएको छु। तपाईहरुले अन्तिमसम्म हेर्नु होला। आउनुहोस् मेरो स्क्रिन रेकर्डिङपट्टि के बेनिफिट छ। तपाईले अलरेडी कुनै पोस्ट वा भिडियो रिल्सहरु पोस्ट गर्नुभएको छ भने पनि यो जुन एफिलिएट पार्टनरसिपको प्रोडक्टको लिंक लगाएर तपाईहरु बेनिफिट लिन सक्नुहुन्छ र पोस्ट गर्ने बेलामा पनि तपाईहरु त्यो लिंकलाई लाएर तपाईहरुले बेनिफिट लिन सक्नुहुन्छ। र मैले अलरेडी पोस्ट गरेकोमा कसरी यो एफिलिएट पार्टनरसिपको लिंक लगाएर बेनिफिट गरिन्छ त्यसको विषय लिएर तपाईलाई भन्दैछु। आउनुहोस् पहिलो प्रथम फेसबुकलाई ओपन गर्दैछु। ठीक छ। त्यसको बादमा तपाईहरुले आफ्नो प्रोफाइललाई क्लिक गर्नुहोस्। क्लिक गरेको बादमा जुन ड्याशबोर्ड नीलो देखिरहनु भएको छ यहाँ क्लिक गर्नु होला। माथि सिधै मोनेटाइजेसनमा क्लिक गर्नु होला। ठीक छ। तल तपाईले देख्नुभयो एफिलिएट पार्टनरसिप। तपाईले यदि यसलाई सेटअप गर्नुभएको छ भने सेटअप गर्नु होला। यदि सेटअप गर्न तपाईहरुलाई थाहा छैन भने मेरो प्रोफाइलमा गएर हेर्नु होला। मैले अलरेडी यसको भिडियो बनाएको छु कसरी सेटअप गर्नुपर्छ र म तपाईहरुलाई आजको यसको बेनिफिट चाहिँ म भन्न गइरहेको छु र यो एफिलिएटमा क्लिक गर्नु होला र यसमा गएर तपाईले यो सर्च आइटममा गएर प्रोडक्टहरु सर्च गर्न सक्नुहुन्छ। यहाँ त यहाँ माथि क्याटलग दिएको छ फेसन होम एन्ड गार्डन यस्तो धेरै छ। तपाईहरु यहाँबाट पनि गएर सर्च गर्न सक्नुहुन्छ। कुनै पनि आफ्नो पसन्दको प्रोडक्टलाई तपाईले सिलेक्ट गर्नु होला। मैले चाहिँ अलरेडी सिलेक्ट गरेको छु र तपाईलाई म यो माथि देखिरहने फेभरेटमा मैले फेभरेटमा सिलेक्ट गरेको छु र मैले अलरेडी यो फास्टको जुन कुर्ता छ यसलाई मैले सिलेक्ट गरेर यस कसरी सिलेक्ट गर्नुपर्छ यो प्रोडक्टलाई क्लिक गर्नुपर्छ। ठीक छ। र तपाईले तल कपी लिंक देख्नुभएको छ यसलाई कपी लिंक गर्नु होला। ठीक छ। र जुन प्रोडक्टको टाइटल तल प्रोडक्टको तल देखिरहनु भएको छ यसलाई तपाईहरुले गुगल ट्रान्सलेटमा गएर त्यसलाई कपी पनि गर्न सक्नुहुन्छ। ठिकै छ। म त्यसरी नै गर्छु। सेम टु सेम म त्यसैलाई बसाउँछु र मैले अलरेडी कपी गरे। अब तपाईहरु ब्याक जानुहोस् आफ्नो प्रोफाइलमा। ठीक छ। मैले अलरेडी एउटा रिल्स पोस्ट गरेर चाहिँ यसैमा म लिंक लगाउँदै छु। आउनुहोस् यो अहिले एकछिन अगाडि मैले यसलाई पोस्ट गरेको थिएँ र यो राइट साइडमा 3 डट देखिरहनु भएको छ यसमा क्लिक गर्नु होला। क्लिक गरेको बादमा तपाईहरु 4 नम्बर माथिदेखिको 4 नम्बरमा म्यानेज प्रोडक्ट भन्ने जुन देखिरहनु भएको छ यसलाई क्लिक गर्नुहोस्। ठीक छ। क्लिक गरेको बादमा फेरि एड एफिलिएट प्रोडक्ट भन्ने छ यसमा क्लिक गर्नुहोस्। क्लिक युआरएल छ यसमा क्लिक गर्नुहोस् र जुन तपाईले अघि कपी लिंक गर्नुभएको छ प्रोडक्टको त्यसलाई अलरेडी तल यहाँ शो गरिरहेको छ त्यसलाई पेस्ट गरिदिनु होला वा यहाँ थिचिरहनुहोस् पेस्ट भनेर आउँछ पेस्ट गरिदिनुहोस्। ठिकै छ। र मैले जुन प्रोडक्टको टाइटल भनेको थिएँ जुन प्रोडक्टको तल जुन देखिरहेको थियो त्यसलाई म स्क्रिनशट मारेर मैले गुगल ट्रान्सलेटमा गएर मैले अलरेडी रेडी गरेको छु। त्यसमा गएर म कपी गर्छु। मैले अलरेडी रेडी गरेको छु। कपी गर्दै आउनुहोस् यो हेरे तल लिंक नेम भनेको छ लिंक नेममा त्यो टाइटललाई हाल्दिनु। अलरेडी प्रोडक्ट माथि देखिन थाल्यो। ठीक छ। अब तपाईहरुले यहाँ सेभ गरिदिनुहोस्। देख्नुभयो यो सेभ भयो। यो प्रोडक्ट कुनै पनि ऑडियन्सले यो भिडियोलाई हेर्छन् यहाँ प्रोडक्ट पनि शो गरिरहन्छ। त्यो प्रोडक्टलाई कसैले पनि क्लिक गरेर त्यहाँबाट फ्लिपकार्टबाट वा मन्त्रद्वारा यहाँ एफिलिएटको सुविधा दिएको छ मन्त्र र फ्लिपकार्ट र मैले अहिले जुन मन्त्रको प्रोडक्ट थियो र कसैले पनि त्यो लिंकमा क्लिक गरेर प्रोडक्टलाई पर्चेस गर्छन् किन्छन् त्यहाँबाट 15%, 6%, 4%, 3% यसको कमिसन हुन्छ र त्यो हिसाबको त्यहाँ अलरेडी लेखेकै हुन्छ प्रोडक्टको तल
कमिसन कति छ त्यो हिसाबले तपाईँले कमिसन भेट्नुहुनेछ। जतिजनाले किन्छ त्यति नै बेनिफिट हुनेछ। र यहाँ म तपाईँलाई देखाउँछु प्रडक्टको लिङ्क देखिरहनु भएको छ मेरो प्रोफाइलमा। यसमा म क्लिक गरेर देखाउँदैछु। त्यो क्लिक गर्दा यो प्रडक्टमा सिधै लिएर जान्छ। यही प्रडक्टलाई नकिनेर पनि अरू कुनै प्रडक्ट यहाँ भएको कुनै पनि प्रडक्ट अडियन्सले कस्टमरले किनेछ भने पनि तपाईँले त्यति नै कमिसन भेट्नुहुन्छ। त्यही प्रडक्ट किन्नुपर्छ भन्ने छैन। बादमा कस्टमरले अर्को पनि पसन्द गर्न सक्छ र पनि तपाईँहरूले यसको बेनिफिट लिन सक्नुहुन्छ। हेर्नुहोस् कति मजा, कति धेरै बेनिफिट छ जुन हामी भ्युजबाट मोनेटाइजेसन त्यति कमाइदैन, यसबाट त्यति राम्रो बेनिफिट हुनेवाला छ। र मेरो भिडियो कस्तो लाग्यो फलो गर्नुभएको छ भने फलो अवश्य गर्नु होला। यस्तो जानकारीमूलक भिडियो भेट्दै रहनुहुन्छ र लाइक कमेन्ट सेयर पनि गरिदिनु होला। धन्यवाद।